नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, आइपिओको विश्लेषण कसरी गर्ने। र यसलाई बुझ्नको लागि हामी एउटा वास्तविक उदाहरण सालापा विकास बैंकको आइपिओलाई केस स्टडीको रूपमा हेर्नेछौँ। ल सुरु गरौँ है त। बजारमा जब जब नयाँ आइपिओ आउँछ, सबैको मनमा यही प्रश्न खेल्छ कि यो साँच्चै एउटा सुनौलो अवसर हो वा कतै यसभित्र हामीले नदेखेको कुनै जोखिम लुकेको छ। आजको हाम्रो चर्चाको केन्द्र पनि यही हो। हल्लाको पछि लाग्ने होइन, बरु तथ्यको आधारमा विश्लेषण गर्ने। आज हामी यो आइपिओलाई 5वटा खण्डमा बाँडेर हेर्नेछौँ। सुरुमा आधारभूत जानकारीबाट सुरु गर्छौँ, त्यसपछि एउटा विश्लेषण चेकलिस्ट हेर्छौँ, क्रेडिट रेटिङको अर्थ बुझ्छौँ, सुरुवाती मूल्यको बारेमा कुरा गर्छौँ र अन्त्यमा आवेदन दिने कि नदिने भन्ने निर्णयमा पुग्न एउटा फ्रेमवर्क हेर्नेछौँ। कुनै पनि विश्लेषणमा हाम फाल्नु अघि सबैभन्दा पहिले त आधारभूत कुराहरू स्पष्ट हुनु पर्यो, होइन र? त्यसो भए ल सुरु गरौँ मुख्य विवरणहरूबाटै। सालापा विकास बैंकले सर्वसाधारणका लागि जम्मा 17,23,880 किता शेयर निष्कासन गर्दैछ। हो, यही हो त्यो सङ्ख्या जसमा आम लगानीकर्ताहरूले आवेदन दिन पाउनेछन्। अब यसलाई रकममा हेर्ने हो भने यो भनेको लगभग 17 करोड 23 लाख रुपैयाँ बराबरको निष्कासन हो। प्रति किता 100 रुपैयाँको दरले यो रकम हुन आउँछ जुन बैंकले पुँजीको रूपमा उठाउन खोजिरहेको छ। केही अन्य मुख्य जानकारीहरू पनि हेरिहालौँ। यसको निष्कासन प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। प्रति शेयर मूल्य 100 रुपियाँ नै भइहाल्यो र आवेदन दिनको लागि न्यूनतम 10 किता र अधिकतम 25,000 किता तोकिएको छ। अब यो बाँडफाँडको कुरा अलि चाख लाग्दो छ है। हेर्नुस् त, कुल शेयरमध्ये 5% म्युचुअल फन्डहरूलाई र 0.5% कर्मचारीहरूलाई छुट्याइएको छ। बाँकी रहेको 94.5% चाहिँ सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि हो। अब आयो हाम्रो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण खण्ड। यो एउटा यस्तो चेकलिस्ट हो जसलाई जुनसुकै आइपिओमा पनि प्रयोग गर्न सकिन्छ। एक हिसाबले भन्दा यो एउटा विश्लेषकले जस्तै कसरी सोच्ने भन्ने तरिका हो। एउटा लगानीकर्ताको रूपमा यो चेकलिस्ट हाम्रो लागि एक किसिमको गृह कार्य हो। हामी यसमा कम्पनीको वित्तीय अवस्था, नाफा कस्तो छ, रिटर्न अन इक्विटी कस्तो छ, अनि एकदमै महत्त्वपूर्ण नन पर्फर्मिङ लोन अर्थात् खराब कर्जाको अवस्था कस्तो छ भनेर हेर्छौँ। साथै आइपिओबाट उठाएको पैसा कहाँ जाँदैछ र सबैभन्दा महत्त्वपूर्ण क्रेडिट रेटिङ के छ भनेर पनि हेर्छौँ। यो एनपिएल अर्थात् निष्क्रिय कर्जा भनेको के हो त? सिधा भाषामा भन्दा यो बैंकले लगानी गरेर फिर्ता नआएको खराब ऋण हो। यो अनुपात जति धेरै भयो, बैंकलाई भविष्यमा त्यति नै धेरै जोखिम हुन्छ। त्यसैले यो बैंकको स्वास्थ्य जाँच्ने एउटा महत्त्वपूर्ण सूचक हो। जब हामी कुनै आइपिओको प्रस्पेक्टस अर्थात् विवरण पत्र पल्टाउँछौँ, यी प्रश्नहरू मनमा राख्नुपर्छ। के नाफा लगातार बढिरहेको छ? आरओईको ट्रेन्ड कस्तो छ? खराब कर्जा धेरै छ कि थोरै? र त्यो आइपिओबाट उठेको पैसा कहाँ लगानी हुँदैछ? यी प्रश्नको उत्तरले कम्पनीको वास्तविक चित्र देखाउँछ। अब हाम्रो चेकलिस्टको त्यो बुदामा जाउँ जुन सायद सबैभन्दा महत्त्वपूर्ण छ र अक्सर सबैभन्दा ठूलो खतराको सङ्केत पनि बन्न सक्छ। त्यो हो क्रेडिट रेटिङ। सालापा विकास बैंकको आइपिओले पाएको आधिकारिक क्रेडिट रेटिङ हो IRNB इज। यो अक्षर र सङ्केतले धेरै कुरा भन्छ। अब यसको अर्थ के हो त? रेटिङ एजेन्सीले नै स्पष्ट भनेको छ डिफल्टको उच्च जोखिम। यो एकदमै गम्भीर कुरा हो है। लगानीकर्ताको लागि यो एउटा ठूलो रातो झण्डा हो जसलाई बेवास्ता गर्नु हुँदैन। त्यसो भए उच्च जोखिम भन्नुको मतलब के हुन सक्छ? यसले बैंकको ऋणको गुणस्तरमा समस्या छ कि वा खराब ऋणको लागि चाहिने जति पैसा नछुट्याइएको हो कि अथवा भविष्यमा वित्तीय अस्थिरता आउन सक्छ कि भन्ने सङ्केत गर्छ। ल अब कुरा गरौँ सबैको चासोको विषय, सुरुवाती मूल्य। बजारको हल्ला एकातिर हुन्छ, तर यथार्थवादी अपेक्षा कसरी राख्ने त? बजारमा हल्ला त चलिहाल्छ नि, होइन र? मूल्य यति पुग्छ उति पुग्छ भनेर। तर त्यो अनुमान मात्र हो। विश्लेषण भनेको डाटामा आधारित हुन्छ, जसले एउटा सम्भावित दायरा देखाउँछ। ठ्याक्कै यति नै हुन्छ भनेर ठोक्वा गर्दैन। त्यसो भए यो दायरा कसरी निकालिन्छ त? यसमा कम्पनीको प्रति शेयर नेटवर्थ, प्रति शेयर आम्दानी जस्ता कुराहरू हेरिन्छ। अनि बजारको समग्र सेन्टिमेन्ट र कति आवेदन पर्यो अर्थात् माग कस्तो छ भन्ने कुराले पनि ठूलो असर पार्छ। र अब हामी अन्तिम खण्डमा आइपुगेका छौँ। सबैभन्दा ठूलो प्रश्न, आवेदन दिने कि नदिने।
यहाँ हामी कुनै सल्लाह दिँदैनौँ, तर निर्णय गर्न मद्दत गर्ने एउटा फ्रेमवर्कबारे कुरा गर्छौँ, किनभने लगानी भनेको व्यक्तिगत निर्णय हो। यो निर्णय चाहिँ लगानीकर्ताको आफ्नो प्रकृतिमा भर पर्छ। यदि छोटो समयमा नाफा कमाउने सोचो भने के कुरा ख्याल राख्नुपर्छ भने शेयर पर्ने सम्भावना एकदमै कम हुन्छ र नाफा हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन। तर यदि 3-5 वर्ष वा त्योभन्दा लामो समयको लागि लगानी गर्ने हो भने यो ब्याङ्कको जोखिमहरू जस्तै त्यो उच्च जोखिम रेटिङ र भविष्यमा हुन सक्ने वृद्धिको सम्भावनालाई दाँजेर हेर्नुपर्छ। ल, अब सबै कुरालाई सारमा हेरौँ। सकारात्मक पक्ष के छ भने एउटा विकासशील ब्याङ्कमा अंकित मूल्यमै लगानी गर्ने अवसर छ। तर नकारात्मक पक्ष, र यो एकदमै ठूलो छ, त्यो हो डिफल्टको उच्च जोखिम भन्ने क्रेडिट रेटिङ। त्यसैले निष्कर्ष के हो भने यो मध्यमदेखि उच्च जोखिम भएको अवसर हो। यसमा सतर्क भएर सीमित लगानी गर्नु नै बुद्धिमानी देखिन्छ। अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछौँ। जब सबै तथ्य र जोखिमहरू यसरी छर्लङ्ग हुन्छन्, तब लगानीमा मूल्यको अर्थ वास्तवमा के हुन्छ त? यो प्रश्नमा एकपटक विचार अवश्य गर्नुहोला।